दर्शकवृन्दहरू, भुन्टीकी जेठानी अर्थात् भूपेन्द्रको भाउजूले लगाएका ती वचनहरू सुन्न नसकेर, भूपेन्द्रको भाउजूले गरेका ती गालीहरू सहन नसकेर बिचरा भुन्टी भने आफ्नो दिमागलाई फ्रेस गराउनको निम्ति बजारतर्फ गएकी थिइन्। तर बजारबाट फर्किने क्रममा पनि भुन्टीले बारम्बार आफ्नो दिमागमा भने भूपेन्द्रको परिवारले दिएका ती चोटहरू र भूपेन्द्रको भाउजूले सुनाएका ती वचनहरू बारम्बार सोचिरहेकी थिइन् र त्यही सोचमा पर्दा भने भुन्टी एकजना केटासँग ठोक्किन पुग्छिन्। साथीहरू, आखिर को होला त त्यो केटा जुन भुन्टीसँग ठोक्किन पुगिसकेका छन्? के त्यो केटाले अब भुन्टीलाई आफ्नो माया जालमा फसाउने त होइनन्? किनभने त्यो केटाले भने भुन्टीलाई पहिलो पटक देख्दा नै भुन्टीलाई असल र संस्कारी जस्तो मानिसकेका छन्। सायद त्यसै कारणले पनि त्यो केटाले कतै अब भुन्टीलाई भने फेरि आफ्नो माया जालमा पार्ने त होइनन्। त्यसै पनि भुन्टीलाई भूपेन्द्रको परिवारले कति धेरै दुःख दिएका छन्। अहिले त आफ्नै दाइ टोकाले पनि भुन्टीबाट टाढा बनेका छन्। अब के त्यही केटाले भुन्टीलाई फसाएर भुन्टीलाई आफ्नो माया जालमा पार्ने त होइनन्? तपाईहरूलाई के लाग्छ? यदि तपाईहरूलाई पनि मलाई जस्तै अब त्यो केटाले भने भुन्टीलाई जे भने पनि भुन्टीले ती कुराहरू केही सुन्नु हुँदैन। भुन्टीले भने केवल त्यो ठोक्किएको कुरालाई त्यहाँबाट माफी मागेर घरतर्फ जानुपर्छ। किनभने उता भूपेन्द्र भने निन्द्राबाट उठिसकेका होलान्। भूपेन्द्रको भने जे जस्तो भए पनि भुन्टीले स्याहार सुसार गर्नै पर्छ। किनभने भुन्टीले भूपेन्द्रलाई चोखो माया भने गरेकी छिन्। तर यति हुँदा हुँदै पनि भुन्टीमाथि अन्याय हुन थाल्यो भने, भुन्टीलाई सबैले हेप्न थाले भने त सुकुमाया पनि अवश्य आउनु पर्छ। यदि तपाईहरूलाई पनि यस्तै लाग्छ भने कमेन्ट बक्समा सुकुमाया आऊ भुन्टीलाई बचाऊ भनेर लेखिदिन पनि अवश्य नभुल्नुहोला। अनि भिडियोलाई अन्तिमसम्म हेर्न पनि अवश्य नभुल्नुहोला। साथीहरू नमस्कार, म बादल अफिसियल हजुरहरूको सामु भने प्रस्तुत भइसकेको छु नयाँ भुन्टी रिभ्यू लिएर। आउनुहोस्, भिडियोलाई ढिला नगरिकन सुरु गरौँ। साथीहरू, भूपेन्द्रलाई आवश्यक खाना खुवाउनको लागि, सामान किन्नको लागि भुन्टी भने बजारतर्फ गएकी थिइन् र फर्किने क्रममा भुन्टीले भने आफ्नो दाइ टोकलेलाई देखेकी हुन्छन्। टोकलेसँग बारम्बार कुरा गर्न खोज्दा खोज्दै पनि टोकलेको भने धेरै भन्दा धेरै मन दुखेको कारणले टोकलेले भने भुन्टीसँग एक शब्द नबोलिकर आफू भने रुँदै रुँदै घरतर्फ गएका हुन्छन्। यो कुराले भने भुन्टीको मनमा पनि ठूलो पीर र चोट परिसकेको छ। विगतको लामो समयदेखि त्यति धेरै साथ सपोर्ट माया दिने दाइ टोकले आज आफूबाट टाढा हुँदा भुन्टीलाई कति धेरै पीर र चिन्ता भने परेको होला साथीहरू। किनभने भुन्टीले टोकले आफ्नै दाइको साथ छोडेर भने भूपेन्द्रको हेरविचार गर्न लागेकी छिन्। यदि भूपेन्द्र निको भएर फेरि पनि आफ्नै गर्लफ्रेन्डलाई माया गर्न थालेर भुन्टीलाई हेला गर्न थाले भने त सुकुमाया आएर दुधको दुध र पानीको पानी भने अवश्य छुटाउनु पर्छ। साथीहरू, घरमा पनि भुन्टीले बारम्बार धेरै हेला पाइसकेकी छिन्। भूपेन्द्रको भाउजूको मुखबाट गालीहरू सुनिरहेकी छिन्। भुन्टी, तिमीले यहाँ सम्पत्तिको आश गर्नु पर्दैन। भूपेन्द्र निको हुँदा बित्तिकै नै यो घर र भूपेन्द्रको बिजनेस भने सबै हामीले हडप्ने छौं। त्यसैले तिमी अब यहाँबाट निस्किएर जाँदा हुन्छ। त्यो भूपेन्द्रलाई स्याहार्नु पर्दैन, त्यससँग अब केही पनि हुँदैन। त्यसैले अब त्यो सञ्च हुँदा बित्तिकै एक रुपियाँ पनि हुँदैन। त्यसैले भुन्टी, अब तिमी आफ्नो बाटो लाग भनेर बारम्बार भूपेन्द्रको भाउजूले भने भुन्टीलाई वचन लगाइरहेकी थिइन्। तर भुन्टीले भने जे जस्तो भए पनि उहाँ मेरो श्रीमान हुनुहुन्छ। म श्रीमानलाई यस्तो अवस्थामा छोडेर कोही पनि जाँदिन। उहाँलाई निको हुँदा बित्तिकै म आफै नै उहाँबाट टाढा बनिदिन्छु। त्यसैले अहिले चाहिँ म कोही पनि जाँदिन भनेर त्यही बसिरहेकी हुन्छन्। हेर्नुस् त साथीहरू, भुन्टी कति धेरै महान बनिसकेकी छिन्। भुन्टीले आफ्नो दाइको प्रवाह समेत नगरिकर भूपेन्द्रको हेरविचार गरिरहेकी छिन्। तर अन्तिम समयमा भुन्टी भने एकजना केटासँग ठोक्किन पुग्छिन्। त्यो केटालाई
हामीलाई आगामी दिनहरूमा अर्थात् विगतको दिनहरूमा भने हामीले अझैसम्म भुन्टी सिरियलमा भने देखेका थिएनौँ साथीहरू। आखिर को हुन् त ती केटा, तिनको भने उद्देश्य के होला त साथीहरू? त्यो भने तपाईँ हामीलाई अवश्य थाहा छैन, किनभने हामीले त्यो केटालाई अझैसम्म भुन्टी सिरियलको कुनै पनि भागमा भने देखिरहेका नै छैनौँ। त्यो केटा को हो भनेर पनि हामी सबैलाई थाहा नै छैन। तर जे भए पनि त्यो केटा भने असल हुनुपर्छ र भुन्टीलाई जे भए पनि त्यहाँ गल्ती भुन्टीको थियो, भुन्टीले सोचेर हिँड्नु पर्ने थियो। त्यसैले भुन्टीले त्यहाँ त्यो केटासँग माफी मागेर आफू भने घरतर्फै लाग्नु पर्छ। हो साथीहरू, तपाईहरूलाई के कस्तो लाग्दैछ आजभोलिको भुन्टी सिरियल? अवश्य कमेन्ट बक्समा भनिदिन पनि नभुल्नु होला। यदि आजको मेरो नयाँ भुन्टी रिभ्यू, भुन्टीका न्यू अपडेटहरू, अपकमिङ अपडेटहरू अर्थात् आउन सक्ने भागहरूमा के कस्तो होला भनेर जानकारी दिएको छु। हजुरहरूलाई के कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने भिडियोलाई एक लाइक गरिदिएर च्यानललाई सब्स्क्राइब गरिदिन पनि अवश्य नभुल्नु होला। हस्त म बादल अफिसियल आजको भुन्टी रिभ्यू भिडियोलाई यही सकाएर बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।